संयुक्त राष्ट्र सङ्घीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन युनेस्कोद्वारा सङ्गीतको सृजनात्मक सहरको रूपमा घोषित नेपालको सहर कुन हो? ललितपुर महानगरपालिका। नेपाल सरकारले नेपाल प्रहरीको महानिरीक्षक आइजिपीमा कसलाई नियुक्त गर्यो? दानबहादुर कार्की। भारत र अमेरिका बीच 10 वर्षे रक्षा सम्झौतामा कहिले हस्ताक्षर भएको हो? सन् 2025 अक्टोबर 30। सन् 2025मा सम्पन्न 13औं आइसिसी महिला एकदिवसीय क्रिकेट विश्वकपको उपाधि जित्ने राष्ट्र कुन हो? भारत। जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको 30औं सम्मेलन कोप 30 को आयोजना कुन देशमा भएको हो? ब्राजिलको बेलेम। सन् 2025 नोभेम्बर 10 देखि 21। 10औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तय गरिएको नयाँ मिति कुन हो? विक्रम सम्वत 2082 फागुन 1 देखि 7 गते कर्णाली प्रदेश। सगरमाथाको पहिलो सफल आरोहण दलका एकमात्र जीवित सदस्य आङफुर्बा शेर्पाको निधन कहिले भएको हो? विक्रम सम्वत 2082 असोज 30 गते 92 वर्षको उमेरमा। थाइल्यान्ड र कम्बोडिया बीच विस्तारित युद्धविराम सम्झौतामा कहिले हस्ताक्षर भएको हो? सन् 2025 अक्टोबर 26। विश्व दृष्टि दिवस कहिले मनाइन्छ? अक्टोबर महिनाको दोस्रो बिहीबार। सेन्ट्रल एसियन भलिबल सङ्घ काबा अन्डर 19 महिला भलिबल च्याम्पियनसिपको उपाधि कसले जित्यो? किर्गिस्तान। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र एकीकृत समाजवादी सहित 10 वामपन्थी पार्टीबीच एकताको घोषणा कहिले गरिएको हो? विक्रम सम्वत 2082 कार्तिक 19 गते। नेपालले बायोडाइभर्सिटी बियोन्ड नेसनल जुरिडिक्सन सम्बन्धी सम्झौतामा कहिले हस्ताक्षर गरेको हो? विक्रम सम्वत 2080 असोज 3 गते। दुधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता कति रहेको छ? 670 मेगावाट। राष्ट्र परराष्ट्र नामक कृतिका सर्जक को हुन्? डाक्टर भेषबहादुर थापा। अनिसास डायस्पोरा वाङ्मय पुरस्कार 2025बाट सम्मानित हुने स्रष्टा को हुन्? डाक्टर तुलसी आचार्य। सरकारले राष्ट्रिय सभाको रिक्त पदपूर्तिका लागि तय गरेको निर्वाचन मिति कुन हो? विक्रम सम्वत 2082 माघ 11 गते। राष्ट्रिय जनगणना 2078 अनुसार नेपालको मातृ मृत्युदर कति रहेको छ? प्रति 1 लाखमा 151 जना। मिटर ब्याजलाई अपराध कायम गर्ने फौजदारी कानुन कहिलेदेखि कार्यान्वयनमा आएको हो? विक्रम सम्वत 2080 वैशाख 20 गते। तामाङ मिनी सङ्ग्रहालयको निर्माण कहाँ गरिएको छ? दोलखा। 7 प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीको सम्मेलन कहिले सम्पन्न भएको हो? विक्रम सम्वत 2082 कार्तिक 15 गते।